हामी बत्तिसे झरनाको उकालो हिँड्ने क्रममा रिसोर्टतिर लाग्यो। अब अन्त उकालो हिँडेर हामी रिसोर्टमा लाग्यो। हाम्रै सबै कता कता गए, म एक्लै उकालो चढाइमा गाह्रो छ। अहिले म रिसोर्ट पुग्नै लागेँ। रिसोर्टको स्वागतम बत्तिसे रिसोर्टमा आइपुगेँ म। रिसोर्ट एकदमै मनमोहक दृश्य देखिँदो रहेछ यहाँबाट। मकै पाकेर सुत्न लाग्यो। हाम्रो टिकट काटिसकेको छ है। ल हजुर बोलाउनु भएन। यहाँ हाम्रो अघि नै टिकट काउन्टरमा टिकट काटिसकेकोले गर्दा हामी प्रवेश कता हो हिँडिसक्यौँ। अब हामी उकालै जाँदैछौँ निरन्तर रूपमा। सँगले रिसोर्टको यो के फार्म खरगोश खरायो पाले मुसा, एकदमै राम्रो मुसाको कुखुरा, एकदमै लोकल चिकन यसलाई भन्न आज। टर्की पनि रहेछ। है टर्कीलाई पनि मजाले व्यवस्थापन गरेर पालेको रहेछ। अब हामी अहिले रिसोर्टमा छौँ। तपाईँहरूलाई म पूर्ण दृश्य अवलोकन गराउनेछु। हाल 32 झरना होइन भाइ, चाहिँ सानो हो। यो मिनी झरना हो। तपाईँको अगाडि र पछाडि हुँदैन। अनु भाइ, यो फुलको नाम थाहा छ? यसको यो फुलको नाम चाहिँ आई लभ यु फुल अरे क्या। यसको पत्ता चुड्दा चाहिँ ठ्याक्कै आई लभ यु पुग्छ अरे क्या। त्यही भएर बेलायती परेमा एकदमै राम्रो। के हो हिरा ढुकुर। यसलाई म अलिकति तर क्वालिटी कम। एकदमै राम्रो छ। राम्रो मुनियाको चाहिँ हामीले दृश्य देख्न सकिएन। आज भाइटिकाको दिन निकै नै भिड देखिन्छ। के गर्ने क्यामेराको एकदमै राम्रो चराहरू परेवा। तर अस्ट्रेलियन बटाई मलेवा भन्छ हाम्रो चाहिँ छ। तर यता चाहिँ सेतो ढुकुर, यो खास उत्तर अमेरिकातिर पाउने रहेछ। तित्रा हो अनु भाइ। यता केटीहरूलाई खेल्ने ठाउँ एकदमै व्यवस्थित तरिकाले लिङ्गेपिङ दसैँको लागि। र आज हामी भाइटिकाको दिन आएकोले गर्दा है, आज हामी भाइटिकाको दिन फोटो हाल्ने क्या दाजु? हाम्रो टिमहरू त्यहाँ लिङ गर्दै बसिरहेछ।